नागसती भेटनास र सिमारा भेटनास बीच गेम हुन गइरहेछ। हुट्राको चौर हेटौडामा हेटौडा भेटनास रनिङ सिल प्रतियोगितामा भाग लिन हुने नागसती भेटनासका खेलाडी नीलो जर्सीमा हुनुहुन्छ भने रातो जर्सीमा सिमारा भेटनास हुनुहुन्छ। पूर्व राष्ट्रिय खिलाडी हामी बीचमा उपस्थित रहनु भएको छ। आफ्नो फुटबल खेलको क्यारियरमा अधिकांश समय महेन्द्र पुलिस क्लबबाट आफ्नो खेल जीवन सुरुवात गर्दै राष्ट्रिय टिममा धेरै लामो समयसम्म खेल्दै विदेशी टिमबाट पनि आफ्नो खेल कौशलता प्रदर्शन गरिसकिरहेका खिलाडी हामी बीचमा उपस्थित रहनु भएको छ। उहाँलाई मायाको ठुलो प्रदान गरिदिनु हेटौडा भेटनास क्लबका अध्यक्ष रमेश कुमार उसेतीजीलाई हार्दिक अनुरोध गर्दै एउटा आदरणीय व्यक्तित्व देवनारायण चौधरीलाई मायाको ठुलो ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु। नीलो जर्सीमा नागसती भेटनास र रातो जर्सीमा सिमारा भेटनास दुई बीच गेम हुन गइरहेको छ। हेरौँ नतिजा के हुन्छ। खेल सुरु। उमेर 60 के खिलाडी सहभागी रहनु भएको छ। कोना बल आउट बॉल। गोल। नागसती भेटनास एक गोलले अगाडि भयो। नागसती भेटनास एक गोलले अग्रता। गेम सुरु भएको
7 मिनट में। आउट बॉल।